ल है गाइस यस्तै चाहिँ चारो कटाइ छ सुँगुरको आजकल चारो पनि पाउँदैन के गर्नु यस्तो हरियोपरि जङ्गलबाट खोजेर ल्याउनुपर्छ हो सुँगुर पालाइ छ अब के गर्नु सुँगुर नपाली हुँदैन यसरी काटेर मसिनो काट्नुपर्छ हो अन्त यो चाहिँ चामलसँग फिटपाट पारेर दिनुपर्छ म चाहिँ यसरी दिन्छु तपाईँहरू कसरी दिन्छ है कतिजनाले चाहिँ अब चारोहरू किनेर ल्याउँछ है हामी चाहिँ अब त्यति किन्दैन जङ्गलकै खोज्छु र के गर्नु बस्तीको कामै यस्तै छ यस्तै हुन्छ है बस्तीको चाहिँ हेर्नु चाहिँ मसिनो काटकै हो चक 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 मजाले खान्छ हरियो परियो भनेर उसले पनि मन पराउँछ हरियो परियो हो अहिले जङ्गल गएर जङ्गलबाट लिएर आएको मैले यो होइन यस्तोहरू ल्याउनुपर्छ कि मजाले काटेर चाहिँ दिनुपर्छ हो मजाले खान्छ यो चाहिँ अनिखेर कहिले घाँटे काम पुरा छ हतार छ अहिले जङ्गलबाट खोजेर ल्याएर हो फेरि कहिले काटेर पकाएर अन्त मात्रै अलिक हुन्छ के गर्नु है साथीभाइहरू मेरो भिडियो फलो गरिदिनु यसो लाइक सेयरहरू गरिदिनु होला कसलाई मनपर्छ मेरो भिडियो है यसो लाइक सेयर चाहिँ नभुलिकन गरिदिनु होला भन्ने चाहन्छु सबैजनालाई मेरो युट्युबमा पनि छ भिडियो हो अन्त फेसबुकमा पनि आउँछ हो के गर्नु काम गर्दै भिडियो बनाउँदै हो के गर्नु कहिले भिडियोबाट पैसा कमाउनु फेसबुकबाट कहिले पैसा कमाउनु युट्युबबाट कहिले पैसा कमाउनु पैसा कमाउँछ भन्छ हामीलाई त पैसाको त त्यस्तो कम कहिले हो कहिले हाम्रो आउँदैन होला जिन्दगीमा फेसबुकबाट पाउँछ कि पाउँछ फेसबुकबाट युट्युबबाट पाउला भन्ने आशा छैन गाइसहरूले अब माया गरेर भटाभट सब्सक्राइबहरू गरिदियो भने चाहिँ है थाहा पाए हुन्छ कि अनि फेसबुकमा पनि फलो गरेर सबैले फलो गरेर गरिदियो भनेदेखि चाहिँ फेसबुकबाट पनि पैसा थाहा पाए हुन्छ कि नभए त आशा छैन हो के गर्नु जिन्दगी लन्द्राङ छ के गर्नु जिन्दगी लन्द्राङ छ पढ भन्दा पढेन पढाउनु सकेन पहिला आमा बाबुले उहिले दुःख थियो अहिलेको जमानामा जस्तो पहिला हाम्रो पालोमा कहाँ त्यस्तो दुःख थियो पुरा घरको मान्छेहरू आमा बाउलाई र अहिलेको नानीहरूलाई त बहुत सुख छ अहिले त सुखै सुख छ हो अहिलेको नानीहरूलाई त उहिले हाम्रो पालोमा त बहुत दुःख थियो काम दाम थिएन पैसा रुपियाँ भने देख्थेन अहिले त खासै नानीहरूलाई सुखै सुख छ के गर्नु गाइस काम गर्नु चाहिँ अलिअलि सिकिराखेको थिएँ र पनि काम गरेर यसो वस्तुहरू पालेर चाहिँ खुवाइ हुँदैछ नानीहरूलाई पढायो 3 जना नानीहरूलाई पढाइसक्यो अब 1 जना छ 2 जना पढिसक्यो हो अब 1 जना चाहिँ लास्ट
2-3 महिना छ अब धेरै छैन त्यहाँदेखि त ढुकै हुन्छ होला जस्तो लाग्यो सबै आफ्नो आफ्नो काम खोजेर जान्छ होला नि र गाइस हेर्दै गर्नु मेरो भिडियो यस्तैहरू मात्रै आउँछ है ल गाइस नबिर्सिकन लाइक सेयर गरिदिनु होला